यो बाटो हुँदै चाहिँ हामी उकालो गोठतिर जाँदैछौँ र ठ्याक्कै अहिले चाहिँ म कहाँ गएको छु भन्दा यो गल्छिडा भन्ने ठाउँमा छु। यहाँ गोठ थियो पहिला, अहिले गोठको नक्सै मात्रै छ र मैले देखाउन खोजेको चाहिँ यो वरिपरि यहाँ हरियो भएको जति यो पारेकोहरू सबै चाहिँ कागज बनाउनको लागि प्रयोग गरिने अर्गेली हो। अनि यसको यो सिजन चाहिँ अहिलेलाई सकेको छ, अब अलिक पछाडि काट्ने बेला हुन्छ। यता यो चाहिँ गल्छिडा भयो, गल्छिडा के भन्छ गोठ यता माथि यस्तो छ। र म यो चौरहरू यो अर्गेलीहरू खिच्दै यहाँ आइपुगेको छु। अझै कुहिरोले यता राख्दै आउँदैछ र हामी जाने चाहिँ यतापट्टि हो।